काठमाडौँ, सपनाको सहर। आजको यस प्रस्तुतिमा हामी एउटा यस्तो कथामा डुब्दैछौँ जसले मानव जीवनको दृढता र निरन्तरतालाई असाध्यै गहिरो रूपमा प्रस्तुत गर्छ। यो कथा हो सानो ठाउँबाट ठूला सपना बोकेर राजधानी छिर्ने विद्यार्थीहरूको। हामी यहाँ हेर्नेछौँ कसरी ती उज्याला सपनाहरू सुरुमै कठोर चुनौतीसँग ठोक्किन्छन् र कसरी एउटा बिल्कुलै अपरिचित सहरले मानिसलाई भित्रैदेखि चट्टान जस्तै बलियो बनाउँछ। ल, अब यसमा गहिरिएर हेरौँ है त। जहाँ सपना सजिलो छैन तर असम्भव पनि छैन। सुन्दा निकै सामान्य लाग्छ नि, तर यो साँच्ची नै एउटा शक्तिशाली भनाइ हो। जब कोही नयाँ शहरमा पाइला टेक्छ, अवसरहरू त पक्कै हुन्छन्, तर ती सजिलै हात लाग्दैनन्। यो वाक्यले त्यो निरन्तरको सङ्घर्ष र त्यसमा लुकेको सानो तर बलियो आशा दुवैलाई बोकेको छ। शहरले हरेक मोडमा परीक्षा लिन्छ, तर अचम्मको कुरा यसले कहिल्यै पुरै आश मार्न भन्ने दिँदैन। खण्ड 1, आगमन र सपना। एकछिन कल्पना गरौँ त, गाउँबाट भर्खरै गोङ्गु बसपार्टमा ओलिएका कोही विद्यार्थी। आँखामा चमक छ, मनमा भविष्यका ठूला योजनाहरू छन्। तर बसबाट ओलिने बित्तिकै केले स्वागत गर्छ? धुलो, उकुसमुकुस ट्राफिक, मान्छेको असीमित भिडभाड अनि धुवाँ। एकातिर मनमा उज्जवल भविष्यको आशा छ अनि अर्कोतिर यो अस्तव्यस्त यथार्थ। यो विरोधाभासले नै धैर्यताको पहिलो र सायद सबैभन्दा कडा परीक्षा लिन्छ। अब लागौं दोस्रो खण्डतिर, यथार्थ र सङ्घर्ष। पहिलो दिनको त्यो कोलाहल बिस्तारै सामान्य बन्न थाल्छ अनि सुरु हुन्छ दैनिक जीवनको वास्तविक र कठोर यथार्थ। 7,000 सुन्दा एउटा साधारण अङ्क जस्तो लाग्न सक्छ, तर यो केवल एउटा अङ्क होइन। यो त 3 जना विद्यार्थी कोचिएर बस्ने एउटा सानो साँगुरो कोठाको मासिक भाडा हो। गोजीको सीमित पैसा र महिनाको अन्त्यमा तिर्नुपर्ने यो भाडाको बोझले मानिसलाई मानसिक रूपमै थिच्न थाल्छ। यो त सहरले सपनामाथि लगाएको पहिलो कर जस्तै हो। यो अवस्थालाई यसरी हेरौँ। एकातिर आकाश छुने ठूला सपनाहरू छन्, परिवारको जीवनस्तर उकास्ने चाहना छ, अनि अर्कोतिर हप्तामा जम्मा 2 दिन आउने पानी र ग्यास सकिँदा भोक मेट्न चिउरा चपाउनु पर्ने बाध्यता। तर यस्तो कठिन अवस्थामा पनि त्यो सानो कोठामा गुन्जिने हाँसोले मानिसको अदम्य साहसलाई प्रष्ट पार्छ। गहिरो थकान र भोको पेटलाई साथीहरूसँगको रमाइलोमा लुकाउने त्यो कला साँच्ची नै अद्भुत हुन्छ। अनि जब चारैतिरबाट दबाव बढ्छ नि, मानिसले कतै न कतै शान्ति खोज्छ नै। पशुपतिनाथ मन्दिरको छेउमा बगिरहेको बागमतीलाई हेर्दै एकान्तमा बस्नु धेरैको नियति बन्छ। पैसा सकियो तर हिम्मत सकिएको छैन, यो भनाइले भित्र लुकेको त्यो अपार शक्तिलाई उजागर गर्छ। बागमती जसरी शान्त तर निरन्तर बगिरहन्छ, जीवनको सङ्घर्ष पनि त्यसरी नै चलिरहन्छ। गोजीरित्तो हुँदा पनि मनभित्रको आगो बलिरहनु, यही त हो मानव दृढता। तेस्रो खण्ड, आशाका सिडीहरू। सहरमा बाँच्नु भनेको नि ठ्याक्कै एउटा ठाडो उकालो चढ्नु जस्तै हो। यसलाई स्वयम्भूको उकालो भन्दा राम्रोसँग सायदै अरू केहीले बुझाउन सक्छ। ती 365 सिडीहरूले मानव वर्षका 365 दिनकै प्रतिनिधित्व गरिरहेका छन्। सुरुमा पाइला एकदम भारी हुन्छन्, अलि माथि पुगेपछि थकान बढ्छ अनि मनमा शङ्का लाग्न थाल्छ, के म साँच्चै माथि पुग्न सक्छु र? तर निरन्तर अगाडि बढ्दै जाँदा अन्ततः टुप्पोमा पुगिन्छ र जब त्यहाँबाट पुरै काठमाडौँ सहरको सुन्दर दृश्य देखिन्छ नि, तब लाग्छ ती सबै थकान र दुखाइ साँच्चै अर्थपूर्ण थिए। चौथो खण्ड, अनुभवको चक्रव्यूह। पढाइसँगै सुरु हुन्छ अर्को एउटा ठूलो परीक्षा, रोजगारीको खोजी। हातमा बायोडाटा बोकेर सहरका गल्लीहरू धाउँदाको अवस्था अत्यन्तै निराशाजनक हुन सक्छ। अनुभव छैन भने काम पाइँदैन, अनि कामै नपाए अनुभव कसरी लिने त? यो प्रश्नले पक्कै पनि सबैको दिमाग तताउँछ। यो यस्तो दुश्चक्र हो जसले धेरैलाई अल्झाइदिन्छ। सुन्दै कति दिक्क लाग्दो छ है, तर रोचक कुरा के छ भने यस्तो अनन्त चक्रमा फस्दा समेत आशा भने कहिल्यै मर्दैन। भोलिपल्ट फेरि त्यही नयाँ उत्साहका साथ मानिसहरू अवसर खोज्न निस्किन्छन्। एकछिन पाटन र भक्तपुरका ती प्राचीन मन्दिरहरूलाई सम्झियौँ त। सुरुको दिनमा त्यहाँ पक्कै पनि एउटा इँटा मात्र राखिएको थियो होला। 1 महिनामा सायद एउटा पर्खाल बन्यो होला, तर त्यही सानो र निरन्तरको प्रयासले आज हामी हजारौं वर्ष पुराना यति कलात्मक मन्दिरहरू देखिरहेका छौँ। यसले के सन्देश दिन्छ भने ठूला सफलताहरू जादु गरे जसरी रातारात प्राप्त हुँदैनन्। जीवनमा पनि हामीले हरेक दिन एउटा एउटा इँटा थप्दै जानुपर्छ। अब जाउँ 5औं खण्डमा, 7 र मध्यरातको परीक्षा।
एक्लै सहदा यो सहरको बोझले नराम्ररी थिच्न सक्छ, तर जब यो बोझलाई साथीहरूसँग साझा गरिन्छ नि, तब यो कता हो कता हलुङ्का हुन पुग्छ। हामी मिलेर गर्छौं सुन्दा सामान्य लागे पनि यो वाक्यमा निकै ठूलो शक्ति छ। कहिले बौद्धको शान्त वातावरणमा गएर दीप बाल्दा होस् वा कुनै पोखरीको छेउमा बसेर आफैलाई निहाल्दा प्रकृति र साथीहरूको साथले मानिसलाई फेरि उठ्न मद्दत गर्छ। यो लडाईँमा साथीहरूको काँध नै सबैभन्दा ठूलो हतियार बन्छ। यो चाहिँ सायद सबैभन्दा कठिन परीक्षा हो। एकातिर रातको 2 बजेको त्यो चरम निद्रा र शरीरको गहिरो थकान, अनि अर्कोतिर उज्जवल सपनाहरू र भोलिको सफलताको भोक। यी दुई बीचको द्वन्द्व अत्यन्तै कठोर हुन्छ। जसले यो मध्यरातको लडाईँ जित्न सक्छ उसले नै आफ्नो भविष्य कोर्न सक्छ। आजको यो निद्रामाया मार्नु नै भोलिको सफलताको आधारशिला हो भन्ने कुरा यहाँ निकै राम्ररी बुझिएको हुन्छ। अन्तिम खण्ड, सफलताको शिखर। यति धेरै हन्डर खाएपछि र अनेकौं रातहरू जागा बसेपछि अन्ततः एउटा उचाइ प्राप्त हुन्छ। हेर्नुस् है, काठमाडौँ सहरको एउटा अनौठो दोहोरो चरित्र छ। यसले एकातिर असीम दुःख र थकान दिन्छ, तर अर्कोतिर त्यही दुःखको गर्वबाट मानिसलाई भित्रैदेखि बलियो बनाउँछ र सफलताको बाटो देखाउँछ। जुन सहरले मानिसलाई तोड्न खोज्छ, ठिक त्यही सहरले नै मानिसलाई कहिल्यै नटुट्ने गरी जोड्न पनि सिकाउँछ। यो नै निरन्तरता र दृढताको सबैभन्दा सुन्दर प्रतिफल हो। अन्त्यमा एउटा निकै गहिलो प्रश्न सधैँ मनमा खड्किन्छ। काठमाडौँले सपना त देखाउँछ, तर के त्यो पूरा गर्ने हिम्मत छ त? सपना देख्नु मात्र पक्कै पनि पर्याप्त हुँदैन। त्यो सपनालाई वास्तविकतामा बदल्न चाहिने अदम्य साहस, निरन्तरता र दुःख सहने क्षमता हामीभित्र हुनै पर्छ। हरेक सङ्घर्षले एउटा नयाँ भविष्य निर्माण गरिरहेको हुन्छ। यस प्रस्तुतिले पक्कै पनि जीवनको यो कठिन तर सुन्दर यथार्थलाई बुझ्न हामी सबैलाई एउटा नयाँ दृष्टिकोण दियो होला भन्ने विश्वास छ।